लो गुड मर्निङ साथीहरू। आज चाहिँ यो गुन्द्रुक हो र अन्डा र मकैको पिठोको सब्जी बनाउने कोसिस गरिरहेको छु। फर्स्ट टाइम हो, कस्तो हुन्छ के हुन्छ हेर्दै जानुहोस् ब्लगमा हो। यो चाहिँ मेरो बुढीलाई बनाइदिएको, उसले ट्राई गरेको छैन यो सब्जी होइन, र हेरौँ अब कस्तो हुने रहेछ हो, सायद मन पराउँछ होला। यो गुन्द्रुक चाहिँ हामीले अघि नै भिजाएर राखेको थियौँ होइन। अब यसलाई चाहिँ अलिक सानो सानो गरेर काट्ने पर्ने हुन्छ। ठुलो दिनु सानो बनाउने चाहिँ अलिकति सानो बनाउनु पर्ने हुन्छ। ल पहिला त हामी अन्डा फ्राई गरौँ अब। तेल इट्स टु मच। ठिकै छ, अहिले एब्जर्ब गर्छ नि त भर्खर त हाल। निकाल्नु होइन, के गर्नु कोसिस गर्नु? कम्ती होइन, अलिक ठुलो गर्नु। यति ठुलो फेरि जिरा हाल्नु, अलिकति जिरा होइन, अलिकति मेथी र प्याज र यो हरियो खोर्सानी लाएर भुटेछु। यसलाई चाहिँ अलिक चलाउँदै गर्नुपर्छ ताकि नडरोस् हो। अन्त ग्रिन चिली हालेको कारण चाहिँ यसको टेस्ट राम्रो आउँछ। हल्का आँचमा यसरी एकछिन भुट्यो। अदरक र लसुनको पेस्ट, त दामी आउँछ। टमाटर फास्ट लो साथी। अब गुन्द्रुक अघि भिजाएको गुन्द्रुक मसिनो काटेर यो माथिबाट हाल्दैछु हो। अन्डा हालेपछि अब हाल्नु पऱ्यो तपाईँको अलिकति पानी
त्यहाँबाट हाल्नु पर्यो मकैको पिठो अहिले पानी अलिक कम हालिदिन्छु पानी चाहिँ तपाईले आफ्नो जरुरतको हिसाबले हाल्न सक्नुहुन्छ हो कसैलाई ज्यादा सुप पिउनु मन छ भने ज्यादा पानी हाल्दा पनि हुन्छ यो चाहिँ मकैको पिठो मैले हाल्दैछु That's a corn starch. Nee? ज्यादा न यसले चाहिँ मोटा बनाउनको लागि लेख्थ्यो मान्छे मोटा कि सब्जी मोटा सब्जी मोटा मान्छे मोटा त तल छ नि अच्छा अलिकति कम्ती भएको छ पिठो हजुर नमक थोड़ा सा कम हो गया नमक धनिया हालिदिन्छु लो अब यो सबै यसमा गइसक्यो जाने चिजहरू हैन धनिया पनि हाल्दे अलमोस्ट रेडी भइसक्यो मकैको पिठोहरू सबै हाले हो अब एकछिन ढकनी लाएर एकछिन उम्लिनु दिनुपर्छ बस उम्लेपछि रेडी सो अहिले चाहिँ मैले ट्राई गर्नु आँटेको छ अब टेस्टी हुन्छ कि कस्तो हुन्छ हेरौँ यम्मी देख्दैछ गुन्द्रुक एक करी हेर्नुहोस् होला कस्तो यम्मी देख्दैछ Wow, it was so yummy. I love it. मलाई गुन्द्रुक मन पर्दैन तर यो स्टाइलमा जुन चाहिँ बनाउँदैछ यसलाई चाहिँ पुरा मन पर्यो. Thank you बुढा.